नि सिकेको यो मेरो निकै दिन भइसक्यो हैन। इनलाइन स्केटिङ चाहिँ अब यो स्टोरीमा हालेको थिएँ अस्ति। मान्छेहरूले हेरेर के भन्यो भने ए आइसकेछ भने क्या। तर अब यो इनलाइन स्केटिङ होस्, गाडी होस् अथवा मान्छे जन्मेर हिँड्ने कुरामै होस् क्या, हिँड्न सक्नु अथवा हिँड्न जान्नु चाहिँ ठुलो कुरा होइन रहेछ क्या। हिँड्न जान्नु भन्दा पनि सही ठाउँमा रोकिन जान्नु, आफूलाई सम्हाल्न जान्नु, सम्हालिन जान्नु, अनि त्यसपछि आफ्नो गन्तव्यमा पुग्न सक्नु, अनि त्यसपछि लडेर उठ्न सक्नु चाहिँ ठुलो कुरा रहेछ क्या। अब यो पनि सुरुमा यसरी हिँड्न चाहिँ गाह्रो छैन, तर के भन्छ यो हिँडेपछि रोकिन अथवा बिचमा अब्स्टेकल अथवा बाधाहरू केही आयो भने त्यसलाई मोडिन अथवा फेरि रोकिन त्यो चाहिँ गाह्रो कुरा हो क्या। म चाहिँ त्यो सिक्ने क्रममा छु। अनि ब्रेक अब स्पिड ब्रेक गर्नु पऱ्यो नि त। यो त तेर्सो भयो, अब ओह्रालो आयो भने त रोकिनु पऱ्यो नि त। हो त्यो ओह्रालोमा रोकिन त्यो चाहिँ सिक्न गाह्रो छ क्या। यो सिधा हिँड्न अथवा लडेपछि उठ्न त्यो चाहिँ सिक्नु पऱ्यो क्या। हिँड्न त गाह्रो छैन।